पहिला कुलको पूजा गर्ने कि पितृको पूजा गर्ने कि यक्षको पूजा गर्ने कि गन्धर्वको पूजा गर्ने कि इष्ट देवताको पूजा गर्ने कि कुल देवताको पूजा गर्ने कि गणेशजीको पूजा गर्ने कि शिवजीको पूजा गर्ने कि देवीको पूजा गर्ने कि सूर्यको पूजा गर्ने कि विष्णुको पूजा गर्ने कि लक्ष्मीको पूजा गर्ने कि सरस्वती माताको पूजा गर्ने कि यति धेरै देवी देवताहरू हुनुहुन्छ, हजुरले कुन चाहिँ भगवानका पूजा गर्ने भन्ने अन्यलमा हुन्छ। कुनै पण्डितजीलाई सोध्यो, पहिला त कुलको सम्झना गर्नुपर्दछ, त्यतिकै पूजा गरेको फल पाइँदैन। कसैले भन्नुहुन्छ, कसैले पहिला त पितृदेव नै सबैभन्दा ठुलो हुनुहुन्छ, उहाँको सेवा नगरिकन गरेको काम त व्यर्थ हुन्छ, कि आवश्यकतै परिपूर्ति हुँदैन, कि इच्छाले गरिएको त इच्छा नै पूर्ण हुँदैन भने कुनै पण्डितजीहरूले गर्नुहुन्छ सबैभन्दा पहिलो अधिकार त इष्ट देवतालाई हुन्छ। इष्ट देवतालाई नसम्झिकन गरेको कर्म त सबै खराब हुन्छ भनेर कसैले भन्नुहुन्छ। हो, वास्तवमा सम्झिने को हो त? त्यही विषयलाई लिएर आएर र मलाई सबैभन्दा धेरै सोधिने प्रश्न पनि यही भएको कारणले आज म हजुरहरूको मनभित्र रहेको अत्यन्त गहिरो कुनामा छुपिएको यो कुण्ठालाई चाहिँ उजागर गर्न गइरहेको छु। नमस्कार, म यस कार्यक्रमको प्रस्तोता ज्योतिषी लक्ष्मीनारायण सुवेदीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। जय श्री कृष्ण, जय श्री राम, जय श्री मुक्तिनाथ। कार्यक्रमलाई कति पनि ढिलो नगरिकन के बिन्ती बिसाउन हजुरलाई चाहन्छु भने कृपया यस भिडियोलाई जति पनि लामो भए तापनि पूर्ण हेरिदिनु होला। नभए हाम्रो शास्त्रले के भन्दछ भने अर्ध ज्ञान भयङ्कर भन्छ। व्यक्तिले के जान्दै नजान्न ठिकै छ, जान्यो भने व्यक्तिले पूर्ण जानुपर्दछ। नभए उसले दिएका विधि, उसले दिएका नियम, उसले सिकाएका चिजहरू अत्यन्त भयङ्कर हुन जान्छ। तसर्थ भक्तजनहरू, हजुरहरूले यस भिडियोलाई अन्तिम समय हेरिदिनु होला। यदि यो भिडियो बुझ्नु भएन एकचोटिमा भने फेरि हेर्नु होला, लगातार हेर्नु होला, बार बार हेर्नु होला, पटक पटक हेर्नु होला। र हेरिसकेपछि हजुरलाई यो भिडियो लाभदायक लाग्यो भने कृपया भिडियोलाई एक लाइक गरी नजिकै रहेको बेल आइकन दबाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। जब हामी नियमको कुरा गर्दछौँ, कसलाई सम्झिने कसलाई नसम्झिने भन्ने प्रसङ्गको कुरा गर्दैछौँ भने हामी सबैभन्दा अगाडि शय्यामा नै जानु पर्दछ। शय्याको अर्थ त्यो होइन भर्खर सुत्न जाने। शय्याको अर्थ जब हामी प्रातःकालीन शय्यामा उठ्दछौँ, त्यसपछि हाम्रो नियम सुरु हुन्छ, त्यसपछि हाम्रो बल्ल कर्तव्य सुरु हुन्छ। जब हामी प्रातःकालीन उठ्यौँ, आँखा बिच्दै उठ्यौँ, उठिसकेपछि सर्वप्रथम हामीले आफ्नो हातलाई हेरेर, जो चाहिँ कर्मको प्रधानता हुन्छ, जसले हाम्रो घाँसबास कपासको निमित्त मेहनत गर्दछ, हो त्यो हातलाई, आफ्नो हातलाई मजाले यसरी हेर्ने। कराग्रे बसते लक्ष्मी, यो करको माथिल्लो भागमा लक्ष्मी बस्नुहुन्छ। कर मध्ये सरस्वती, करमूले स्थितो ब्रह्मा, प्रभाते कर दर्शनम। हाम्रो कलको अग्रभागमा लक्ष्मी माता बस्नुहुन्छ। कराग्रे बसते लक्ष्मी, कर मध्ये सरस्वती। कर अर्थात हातको मध्यमा सरस्वती बस्नुहुन्छ। करमूले स्थितो ब्रह्मा, करको मूल भाग अर्थात मूल भागमा मणिबन्धमा भगवान ब्रह्मजीको वास हुन्छ। त्यही भएर हामीले यी तीनवटा प्रमुख चिजलाई चाहिँ हामीले यसरी लिएर आफ्नो आँखामा यसरी दर्शन गरियो भने पहिलो कुरो आँखा तेज हुन्छ। दोस्रो कुरो हाम्रो शरीरमा पोजिटिभ एनर्जीको तरङ्ग पैदा हुन्छ। जब हामीले आफ्नो करको दर्शन गरिसक्छौँ तब हामी भुइँमा झर्नको लागि आत्तिएर कहिले पनि झर्नु हुँदैन। झर्नुभन्दा पूर्व हामीले सिधै भुइँमा आफ्नो पाउ राख्नु हुँदैन। त्योभन्दा अगाडि समुद्र बसने देवी पर्वत स्थल मण्डिते विष्णु पत्नी नमस्तुभ्यम पाद स्पर्श क्षमस्वमे भनेर भूमिलाई छोएर आफ्नो शिरमा लगाउने। हे भगवान विष्णुकी पत्नी, हजुरलाई साक्षी मानेर मैले यो कर्म गर्दैछु, आदि विविध चिजहरू हजुरले भन्नु होला। त्यस पछाडि भुइँमा टेकिसकेपछि बल्ल हाम्रो आजको कर्मको सुरुवात हुनेछ। जब हामीले त्यसरी प्रातःकालमा उठिसकेपछि भूमि विष्णु भगवानको पत्नीलाई दण्डवत प्रणाम गरिसकेपछि हामीले आफ्नो कर्म सुरुवात गर्दछौँ। त्यस पश्चात हामी उठिसकेपछि दण्ड धावन स्नान आदि पश्चात सबैभन्दा महत्त्वपूर्ण भनेको सन्ध्यावन्दन विधि रहेको छ। हेर्नुहोस् त, सन्ध्यावन्दन सबैभन्दा ठुलो चिज हो। हजुर त धेरैले गायत्री मन्त्र जप्नै छोड्नु भएको छ। गायत्री मन्त्र बिना त ब्राह्मण हुनै सक्दैन।
त्यही भएर ब्राह्मणले गायत्री मन्त्र आफआफ्ना गुरुज्यूहरूले जुन जुन मन्त्र हजुरहरूलाई प्रदान गर्नु भएको छ त्यो मन्त्र अवश्य जप्नु पर्दछ, शिखा बन्धन गर्नु पर्दछ, चन्दन लगाउनु पर्दछ। चन्दनेन बिना विप्र, हेर्नुहोस् हाम्रो नीतिले त यतिसम्म तुच्छ मानेको छ, चन्दनेन बिना विप्र, सिन्दुरेन बिना नारी, ताम्बुलेन बिना नृप समान न शोभते भन्छ। कोही ब्राह्मण यदि निधारमा चन्दन लागेको छैन भने त्यो ब्राह्मण, यदि कुनै राजा छ जसले चाहिँ सुपारी ताम्बुल बोकेर हिँडेको छैन भने त्यो राजा, र कुनै पनि त्यस्ता विवाहित स्त्री छिन् जसले चाहिँ सिन्दुरमा सिन्दुर लगाएको छैनन् भने यी तीन चिजलाई चाहिँ देखियो भने पनि साइत पर्दैन भनेर भनेको छ। अतः हामी ब्राह्मण भइसकेपछि प्रातःकालीन उठेर स्नान पश्चात चाहिँ हामीले चन्दन अवश्य धारण गर्नु पर्दछ। अनि तत्पश्चात सन्ध्या वन्दन पछि हामीले आफ्नो सबभन्दा पहिला कुललाई चाहिँ स्मरण गर्नु पर्दछ। अब कुललाई स्मरण गर्ने कसरी स्मरण गर्ने? एउटा मन्त्र छ, कुलाहिनी घृतवती पुरन्दी शोने शीतसदने पृथिव्याः अविद्वा रुद्रावसभो गृह्णन्तु इमा ब्रह्म पिबेशौ भगाय श्रीनाथ दुर्सादयता मिहत्वा। यदि आउँछ भने यो मन्त्र स्मरण गर्नु होला, यदि आउँदैन भने घरको सबैभन्दा मूल व्यक्तिले, मूल पुरुषले है, घरको सबैभन्दा मेन मान्छेले चाहिँ कुलको लागि बत्ती बाल्दिनु होला। कुललाई स्मरण गरेर, र कुलको र पितृको चाहिँ अरू व्यक्तिले बाल्नु मिल्दैन, घरको सबैभन्दा मूल व्यक्तिले नै बाल्नु पर्दछ। अतः कुललाई त्यसरी सम्झिसकेपछि दक्षिण दिशातर्फ अथवा पूजा गर्ने कोठाको दक्षिण साइडमा चाहिँ कुललाई एउटा कलशमा जल र एउटा दियो बालिदिँदाखेरि अत्यन्त राम्रो हुनेछ, कुलको आशीर्वाद प्राप्त हुनेछ र हजुरको कुण्डलीमा भएको केतु ग्रह पनि सुमधुर हुनेछ, राम्रो हुनेछ। तत्पश्चात हामी लगत्तै जान्छौँ आफ्नो पितृहरूलाई स्मरण गर्नको लागि। हामीले पितृहरूलाई तर्पण दिने चलन छ, प्रत्येक दिन तर्पण दिइन्छ। यदि हजुरले तर्पण दिनुभएको छैन भने यसो हातमा जल लिएर थोरै उसको टुक्रो मिसाएर, र सकिन्छ भने गाईको दुध छ भने गाईको दुध मिसाएर, विविध चिजहरू मिसाएर चाहिँ यसरी बुढी औँलोतिरदेखि चाहिँ हजुरले तर्पण दिन सक्नुहुन्छ। भनिन्छ नि तीर्थहरू भनेका विविध प्रकारका हुन्छ। हामीले कुनै पनि तीर्थालयमा अर्थात् देवालयहरू तीर्थाटनमा जाँदाखेरि हामीले सूर्यलाई अर्घ दिन पर्यो भने कसरी सिकाउनु भएको छ गुरुले? हो यसरी। देवतालाई केही दिन पर्यो भने कसरी? यसरी, हो कि नै? हो। त्यस पश्चात यसलाई भन्छ, यो अगाडिको यो भागलाई चाहिँ देव तीर्थ भन्छ। खाना खाँदै दाल सकियो भने आमा दाल दिनुभन्दा आमाले यसो गरेर यसरी खानुहुन्छ, खानुहुन्छ कि खानुहुन्न? हो, त्यो भनेको काय तीर्थ। मनुष्यहरूलाई कुनै पनि चिज दिन पर्यो भने हामीले यसरी दिन्छ, यसलाई काय तीर्थ भन्छ। त्यसपछि मन्दिरहरूमा जाँदा गुरुजीहरूले, पण्डितजीहरूले पूजा आजा गराउँदाखेरि चाहिँ हामीलाई दिनुहुन्छ यहाँ पञ्चामृतहरू, पञ्चगव्यहरू दिँदाखेरि हामीले यसरी पान गर्छौँ यहाँदेखि। यसलाई भन्छ ब्रह्म तीर्थ, यो आफूले पान गरिन्छ। र त्यसपछि रहेको छ यो बुढी औँलातिरदेखि यसरी दिने चाहिँ यसलाई पितृतीर्थ भनेर भन्दछ। त्यही भएर हामीले प्रातःकालीन उठिसकेपछि, सन्ध्या वन्दन गरिसकेपछि, आफ्नो कुललाई स्मरण गरिसकेपछि चाहिँ हामीले आफ्नो पितृलाई केही भन्न जानिन्न भने पनि चाहिँ मेरो पितृलाई यसरी मैले तर्पण दिए भनेर सम्झिनु भयो भने पनि अत्यन्त नै राम्रो हुनेछ। हजुरलाई पितृको आशीर्वाद प्राप्त हुनेछ, हजुरको कुण्डलीमा भएको केतु ग्रह पनि शान्ति हुनेछ। हजुरलाई यदि पितृदोष छ भने त्यो पनि निर्मल हुँदै जानेछ। अतः यसरी पितृलाई तर्पण दिइसकेपछि पितृको लागि भनेर दक्षिण दिशामा हजुरहरूले फोटोहरू टाँगेको त अवश्य हुनु होला। यदि टाग्नु भएको छैन भने त्यहाँ लिएर गएर सेतो फुलको माला अथवा सेतो अथवा पहेँलो फुलको माला अथवा आज बजारमा किन्न पनि पाउँदछ, त्यो फुलको माला लिएर आएर दक्षिण दिशातर्फ अर्थात् नर्थ फेस गरेर उत्तरतिर फर्काएर दक्षिणतिर राखेर उत्तरतिर फर्किन्छ। हो, त्यो तरिकाले राखेर चाहिँ त्यो फोटोमा चन्दन लगाइदिएर हजुरले त्यही फोटोको तलतिर एउटा काँसको कलशमा जल र एउटा दियो चाहिँ अवश्य बालिदिनुहोस्। सकिन्छ भने पितृहरूको लागि सबैभन्दा शुद्ध गाईको घिउ अथवा भैँसीकै घिउ भए पनि घिउको ज्योतिमा चाहिँ बत्ती बालिदिनु होला। यसरी गर्नुभयो भने पितृको आशीर्वाद अत्यन्त मजाले हजुरलाई प्राप्त हुन्छ। र पितृको तपाईँले त्यसरी बत्ती बालिदिइसकेपछि
हजुर अब कुल पूजा गर्यौं, पितृहरूको पूजा गर्यौं, सन्ध्यावन्दन आदि सबै गर्यौं। अब चाहिँ हामी हाम्रो पाञ्चाल देवता गणेश, भास्कर, देवी, शिव, विष्णुश्च पञ्चम, यी पाँचवटा जो छन् यी भनेका हाम्रा पाञ्चाल हुन्, यी भगवान हुन् है। गणेश, भास्कर, शंकर, विष्णु, देवी, यी पाँचवटालाई चाहिँ हामीले आफ्नो पूजा कोठामा शंख, घण्ट, दियो, कलश, गणेश यी सम्पूर्ण चिजलाई तत्पश्चात हामीले पूजा गर्नेछौँ। सर्वप्रथम हामीले आफ्नो शरीरको प्रायश्चित्त होस् भनेर यसो थोरै प्रायश्चित्त गर्नु पर्दछ। तत्पश्चात दियो, कलश, गणेश राखेर अनि हजुरले पहिला तपाईको गणेशजीको स्मरण गर्ने, दियो बालिसकेपछि गणेशजीको पूजा गरिसकेपछि तत्पश्चात हजुर इष्ट देवताको पूजा गर्नुहोला र इष्ट देवता पछि हजुरको घरको वास्तु देवताको, हजुरको त्यो गाउँमा भएका स्थान देवताहरूको, हजुरको त्यो घरमा भएका हजुरका नाग देवताहरूको सबैलाई सम्झेर सबैलाई पूजा गर्नुहोला। र यो पूजा गर्ने विधि भनेको षोडशोपचार हुन्छ। षोडशोपचार जान्नु भएको छैन भने पञ्चोपचारले आवाहन गर्ने, फूल चढाउने, पञ्चामृत छ भने पञ्चामृत चढाउने, अथवा दूध छ भने दूध चढाउने, अथवा ल्वाङ कपुरको जल छ भने ल्वाङ कपुरको जल चढाउने, फूल चढाउने, चन्दन अक्षता चढाउने, जौतिलहरू चढाउनाले पनि हामीलाई चाहिँ पञ्चोपचारको पूजा हुँदछ। र यदि पूजा गरियो भने पनि हामीले सबै भगवानको, सबै देवी देवताहरूको अखण्ड रूपले हामीले भगवानको आशीर्वाद प्राप्त गर्नेछौँ। यसमा अरू विषयहरू के हजुरलाई जान्न इच्छा छ भने यसका क्रमबाहेक कसरी पूजा गर्ने भन्ने विषयबाहेक अरू केही जान्नु इच्छा छ भने कृपया कमेन्टमा गएर हजुरको प्रतिक्रिया दिन सक्नुहुनेछ भन्दै म आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, नमस्कार, राधे राधे, कृष्ण कृष्ण।